जसले आज मसँग पानी किन्छ उसले चाहिँ यात्रीको चिया अड्डाबाट 100 रुपैयाँ पाउँछ। दाइ पानी किन्ने हो पानी अनि यस्तो गर्नु चाहिँ ठुलो न पानी भर्खरै नखाने खाएको कि पुरै भाइसँग लिएर खाएको यो हो ल हुन्छ ल। यस्तै हो छोरा मान्छेको जिन्दगी। अब चाहिँ हामी पानी बेच्ने मान्छेले सोधिरहेको छु पानी किन्छ कि भनेर सोधिरहेको छु है। पानी किन्नुहुन्छ? पानी किन्नु न 20 रुपैयाँ मात्रै। ए नजिस्काउ न। ओए त यो ठाउँ छोडेर जान्छस् कि? त्यस्तो हान्छु। हेलो पानी किन्ने हो? अभागेको लौ कुरै नगराउन हौ टुलु टुलु हेरेरै रुन्छ रे जीवन जात्रा हो शास्त्रमा लेख्नलाई छुट्या मात्र हो जीवन जात्रा हो। पानी किन्ने दाइहरु दिनुहुन्छ मात्र 20 रुपैयाँ हुन्छ। दाइले चाहिँ पानी किन्न सक्नुभयो अब 20 रुपैयाँ चाहिँ बाँकी छ अब है। मैले पानी बेच्सकेँ होइन दाइले मलाई 20 रुपैयाँ दिइसक्नु भयो। बुझीमा राख्छु म। अनि दाइ सुन्नु न आज चाहिँ के थियो भनेपछि होइन मेरो भर्खरै एउटा यात्रीको चिया अड्डाबाट एउटा चिया पसल ओपन भएको छ होइन। अनि जसले चाहिँ पानी किन्छ उसलाई चाहिँ हामीले धेरै होइन 100 रुपैयाँ दिने भनेको थियौँ। तपाईँले चाहिँ 100 रुपैयाँ पाउनुभयो है। धन्यवाद ल धन्यवाद भाइ।